बाँकी थियो त्यसरी नै जानु। हेर नानी, पहिला त तिमी मेरो छोराको साथी मात्र हो भन्ने सोचेर मैले वास्तै गरेको थिइनँ, तर आफ्नो बिहे गरेको बुढो छोडेर तिमी मेरो छोराको पछि लागेर ठिक गरेनौ, बुझ्यौ? साथी आफ्नो ठाउँमा ठिक छ, तर साथीले अलिकति प्रगति गर्यो, कमायो भन्दैमा साथीलाई जीवन साथी बनाउन खोज्ने? तिमीलाई मेरो छोराको त्यति नै माया लाग्थ्यो भने पहिल्यै किन बेको कुरा गरेनौ? जब मेरो छोरो विदेश गएर पैसा कमाएर सहरमा घर बनायो, अलिकति धनी भयो, तब मसँग बिहे गर भन्ने? तिमी जस्तो घर गरी खान नसक्ने केटीसँग मेरो छोराले कदापि बिहे गर्दैन। आजदेखि तिमी र मेरो छोरा बीच कुनै पनि सम्बन्ध रहँदैन, बुझ्यौ? निस्किहाल तिमी यहाँबाट। होइन आन्टी, तपाईँले गलत बुझ्नुभयो। मैले सौगातले घर बनायो, धनी भयो भनेर बिहे गरौँ भनेकी होइन, र मेरो घर बिग्रिनुमा मेरो कुनै पनि हात छैन। मेरो श्रीमानको गल्तीको कारणले गर्दा आज हामी छुटेका हौँ। म गलत हो, मेरो कारणले गर्दा मेरो श्रीमानसँग सम्बन्ध टुटो भनेर कसले पो भन्छ नानी? सबैजनाले आफू चाहिँ चोखो, इमान्दार, पानीमाथिको ओबानो त भन्न खोज्छन् नि। तिम्री सानीमाले तिम्रो बुढाको बारेमा मलाई सबै त भनिसकिन्। बिचरा इमान्दार रहेछन्, सफा मनका रहेछन्, सोझा रहेछन्, तिमीले चिन्न सकिनछ। आफ्नो बुढाको चोखो माया, इमान्दारिताको पछि नलागेर तिमी सम्पत्तिको पछि लाग्ने? यस्तो मान्छे त मलाई पटक्कै मन पर्दैन। तिमीलाई धक्का मारेर यो घरबाट निकाल्नुभन्दा अगाडि तिमी आफै निक्लिहाल। ठिक छ आन्टी, म जान्छु, तर जानुभन्दा अगाडि म एकचोटि सौगातसँग भेट्न चाहन्छु। किन भेट्नु पर्यो तिमीले मेरो छोरालाई? भन्नुपर्ने कुरा जति मैले भनिसकेँ। होइन, एकचोटि म सौगातसँग भेटेर नै कुरा गर्न चाहन्छु। के कुरा गर्छस् पूर्णिमा? आमाले जे भन्नु भएको छ मैले भन्ने नि त्यही हो। तँ यहाँबाट गइहाल। सौगात, म तँलाई धेरै माया गर्छु, प्लिज मलाई बुझ्ने कोसिस गर। पूर्णिमा, तँलाई मैले नबुझेको होइन, बुझेको छु, तर के गर्नु? मैले भन्दा बढी तेरो सानी आमाले मेरी आमालाई तेरो विषयमा सबै बुझाइसक्नु भएछ। त्यसैले तैँले जे सोचेको छस् त्यो हुन सक्दैन। तँ एउटा असल नारी होस् भने तैँले आफ्नो श्रीमानसँग आफ्नो सम्बन्ध राम्रो बनाउनु पर्छ। तैँले आफ्नो श्रीमानसँग राम्रो सम्बन्ध बनाइस् भने तर म सधैँ राम्रो साथी बन्न सक्छु। यसरी आफ्नो घरबार बिगारी बिगारी मसँग नजिक हुन खोजिस् भने न त तेरो र मेरो सम्बन्ध राम्रो हुन्छ, न त घरबार। त्यसैले मैले भनेको मान, तँ यहाँबाट गइहाल। सौगात, मेरो सानी आमाले जहिले पनि मेरो श्रीमानको तारिफ गर्नुहुन्छ र मेरो बाबाको अगाडि जहिले पनि मलाई नराम्रो देखाउन खोज्नुहुन्छ। त्यही भएर तँ जस्तो मान्छेसँग मेरो बिहे नहोस् भनेर आमालाई भड्काउन खोज्नु भएको हुनुपर्छ। हेर्नुहोस् आमा, त्यो मेरो सानी आमा भनौटीको कुरा सुनेर तपाईँले मलाई गलत नबुझ्नुहोस्। तिम्री सानीमा कस्तो खालको मान्छे हो मलाई सिकाइराख्नु पर्दैन। बिचरा दिनभरि मन्दिरमा बाती काटेर बस्थिन्। कलिलै उमेरमा आफ्नो श्रीमान गुमाउँदा पनि कति धैर्यताका साथ बसेकी थिइन्। त्यस्ती असल सानीमालाई दोस्राउन नखोज, गइहाल यहाँबाट। मेरो छोराले रगत पसिना एक गरेर बनाएको यो घरमा तिमी जस्तो चरित्रहीन नारीले पहिला देखेको पनि म सहन सक्दिनँ। गइहाल यहाँबाट। बाबु, मैले यो केटीलाई थर्काउँदा तेरो मन त दुख्या छैन नि? दुख्न पनि हुँदैन। अबदेखि यस्ता केटीहरूसँग सङ्गत नगर छोरा। यस्ता चरित्रहीन केटीहरूले न आफ्नो घर बनाउँछन् न अरू कुनै घर बन्न दिन्छन्। सियो बनेर बस्छन् अनि फाली बनेर निस्किन्छन्। अबदेखि यस्तो केटीहरूसँग सङ्गत गर्दिन भनेर बाचा गर छोरा, बाचा गर। गर्दिनँ आमा, गर्दिनँ, कहिले सङ्गत गर्दिनँ। हजुरको वचन कहिले लागेको छु। मेरा छोरा कति ज्ञानी छस्, कति इमान्दार छस्, त्यही भएर त तेरो प्रगति भएको। नत्र तेरो कतिपय साथीहरू अझै हेर त बाटोमा लडिरहेका हुन्छन्, झाड रक्सी खाइरहेका हुन्छन्, गाजा तानिरहेका हुन्छन्। मेरो छोराले प्रगति गरेको छ। मैले भनेको सबै कुरा मान्दिस् र त आज यो ठाउँमा आइपुगेको छस्। थाहा छ आमा, म जहाँ छु हजुरकै कारणले छु अनि हजुरकै लागि छु। मेरो बाबु, मेरो छोरा सधैँ यस्तै रहिराख्नु भयो, कहिले पनि परिवर्तन नहुनु।
कति धेरै माया गर्छ मेरो छोराले मलाई। आमा, हजुर बाहेक मेरो यो संसारमा को नै छ अनि हजुरलाई माया नगरी कसलाई गर्नु? त्यही त छोरा, तेरो लागि म अनि मेरो लागि त बाहेक अरू को नै छ र हाम्रो। ल बसेर म खाना पस्केर लिएर आउँछु। हस् आमा, हस्।